हेलो गाइस, आज चाहिँ ड्युटी बादमा है हल्का हामी दुईजनाको है हल्का टुर। अहिले चाहिँ हामी लोवर जितलाङ भन्ने जग्गा आइदिइरहेको छ है। मकै गाडीमा एकदम हिँडिरहेको छौँ हामी चाहिँ है। अनि अनि हाम्रो भिडियोलाई हेरिदिनु होला फुल है, अनि सेयर अनि लाइक कमेन्ट है। बहुत नयाँ कन्टेन्टहरु लिएर आउनुहुँदैछ, तपाईहरुले पनि यसो माया देखाइदिनुहोस् उसलाई पनि। स्टे ट्युन गाइज। मकैको अवस्था यस्तो भइसकेको रहेछ यहाँ चाहिँ एकदमै। भिडियो गर्नुको लागि अब यस्तो जग्गाहरु गइ हुँदैछ। बता एकताल हेलो त भन्दिनु। हामी चाहिँ जाँदैछु गाइस। बहुत लम्बा परिहाल्दो रहेछ। हो त्यहाँ पनि रातो देखिको नि हैन। अब यो गाउँ बस्तीको यही है, कुकुरहरु चाहिँ गाउँ। भाइ तिमी बिस नकराऊ भाइ ल। तिमीले यहाँ त्यसै नि साथ उडाइसक्यो है। दामी फोकस हुन्छ तर जे होस् पूर्वता। आज चाहिँ म कस्तो खालको भिडियो बनाइदिउँ भन्दैछु त भन्दा ठाडो चाहिँ नगर्न, त्यसो मात्रै गर्न। Ja. लगभग रोड लाइफ छोडेर 15 मिनट जस्तो भइसक्यो है। अनि हामी अब चाहिँ आइपुग्न आँटेको छ हाम्रो गन्तव्यतर्फ है। अनि लेट्स गो है। कस्तो हुनेछ देखौँ भाइ अगाडि बाटो। बाटो त A1 हो नि। जानै त यो अन्त कस्तो मस्त देखिरहेको छ। अब यहाँ खजाना बक्सा। गाउँ बेसी चौतारी मन भरारा सारा गाउँ बेसी चौतारी मन भरारा उडी जाने पन्छी। के भन्न चाहन्छ तपाईँ यहाँ? यस्तो गर्छु ल, यस्तो गर्छु त्यहाँदेखि तल देखाउनु ल, यस्तो टाइपको ल। गोरिये तू किन्नी गोरिये, तू जमीन पे चांद की जोड़िए। बुरिए बड़ी बुरिए दुनिया की नियत छोड़िए। नजर ना लग जाए जानू थॉट ये घबराए सानू। नजर ना लग जाए जानू थॉट ये घबराए सानू। ये है आज का हमारा आउटिंग है। आफ्टर ड्युटी सकेर बादमा है हामीले हल्का तपाईहरुलाई आउटिङ है, तपाईहरुलाई हल्का भ्लगिङ सुट गरेर म त हामीले देखाइरहेछु तपाईहरुलाई है। हेरिदिनुहोस् है, इन्जोय गरिदिनुहोस् है।
अनि एकखेप तपाईँहरूलाई यहाँको 360 भ्यू देखाइदिन्छु है। अनि इन्जोय गरिदिनु होला। होप यु तपाईँहरूले माया गरिदिन्छु भनेर। ल है त गाइस, आज है हामीले यो चुचेढुङ्गा के पो भन्दै थियो यो ठाउँको नाम जितलाङ, लोड जितलाङमा पर्दो रहेछ है। अनि यहाँ चाहिँ एकदमै टुरिस्टको लागि चाहिँ एकदमै दामी भ्यू पोइन्ट है। तपाईँहरूले तल टिस्टा खोलाको है, मामलिङ भयो, अप्पर मामलिङ भयो है, मजाको यो भ्यू देख्नुहुन्छ तपाईँले। हेर्नुहोस् गाइस, टिस्टा खोला है। अनि यो टिस्टा खोला, यो नामथाङ जाने ब्रिज है। अनि एकदमै भाइ यो पाहाड देखाइदिउँ त एकखेप। यो नामथाङको डाँडाहरू है, मजाको देख्नुहुन्छ भ्यूहरू। अनि यता पर्छ हाम्रो यो साइड, एकछिन ल क्यामेरामा राम्रो निकाल ल। अनि हाम्रो यो साइड पर्छ है, यहाँ तपाईँहरूले ब्रिज देख्नुहुँदैछ, यो अटल सेतु ब्रिज है। यो रम्फूमा पर्छ, मेन टाउन रम्फूको छेउमा पर्छ है। अनि उता साइड तपाईँहरूको बेङ्गाल पऱ्यो, यता मलाई पनि फोकस गर्नु, बेङ्गाल पऱ्यो है। अनि यता यो साइड है, यता है यसरी छुटेको छ है डिभिजन। यहाँबाट चाहिँ एकदमै दामी भ्यू देख्छ तपाईँहरू। कुनै टाइम आउनु होला, एक्सप्लोर त्यही भन्नु चाहन्छु यहाँबाट चाहिँ। स्टे ट्युन। हसीन चेहरे पर एक हंसी की नुमाइश सी थी वो, हर वक्त में हर वक्त साथ रखने की ख्वाहिश सी थी वो।